हेलो 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 भिडियोमा भन्नु न हेलो 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 ओके हेलो एभ्रिवान वेलकम टु सोलमेट्स अनस्क्रिप्टेड है होप सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ आज चाहिँ हाम्रो प्लान चाहिँ स्याटरडे 12 अप्रिल स्याटरडे 12 अप्रिल 2025 हो आज चाहिँ हाम्रो प्लान चाहिँ कनाग्रा बोयड नेसनल पार्क जाँदैछौँ कनाग्रा भन्छ कनाङ स्पेलिङ चाहिँ NAN छ तर एन साइलेन्ट छ कि मालुम है तेरे बाप को मत सिखा चल कनाग्रा बोयड नेसनल पार्क जाँदैछौँ त्यहाँ चाहिँ हामी कलाङ फल्स पनि जान्छौँ यो चाहिँ ठ्याक्कै ब्लू माउन्टेनको चाहिँ हामीले सिडनीतिरबाट जाँदा ब्लू माउन्टेनमा चाहिँ त्यो थ्री सिस्टर देख्छौँ नि त्यसको ठ्याक्क अपोजिट साइडमा हो हामी चाहिँ क्यानबेराबाट जाँदैछौँ यो चाहिँ पिटी सिम्पलै छ यहाँबाट सिधै गोल्डबर्न जान्छौँ गोल्डबर्नबाट चाहिँ लेफ्ट लिन्छौँ सिडनी चाहिँ सिधै जान्छौँ भने गोल्डबर्नबाट चाहिँ लेफ्ट लिएर चाहिँ जान्छौँ बाटोमा हल्का वे पनि हेरौँला होपफुल्ली आजको ब्लग पनि एकदम राम्रो हुन्छ होला आज हाम्रो ब्लगमा नयाँ गेस्ट हुनुहुन्छ हाम्रो त पुरानो साथी तर गेस्ट चाहिँ ब्लगमा नयाँ हाम्रो इटर्निटी लेटर बहुत तेज हो रहा है बहुत तेज हो रहा हाम्रो सूर्य एन्ड सन्ध्या परिवार है ल परिवार हाम्रो छोटे छोटे गाइजहरु कतिको एक्साइटेड छौ त हामी त सुपर एक्साइटेड 10 on 10 है ल हाम्रो सानो आजको लागि चाहिँ हल्का सर्टेड त छैन हेर्दाखेरि त अनसर्टेड देखिरहेको छ तर हाम्रो लागि सर्टेड छ र त्यहाँ हामी त्यहाँ गएर हल्का के भन्दैछन् गाइजहरुले हामी त्यहाँ गएर हल्का त्यो ड्राई पिकनिक टाइपको पनि गर्ने कि भनेर फ्रिज छ अनि हल्का थोरै खानेकुराहरू अरू चाहिँ बाहिरै खान्छ होला सो आज दिन पनि एकदम बवाल छ चिसो फर्स्ट चाहिँ हामी गएर अब एक लट चिया खानुपर्ने हुन्छ किनभने विथआउट चिया नेपाली इज अधुरो सो हामी चिया पफ वा चिया पफ डोनट छैन पेटीज क्रोसन छ वाउ प्रशान्त पनि रहेछ प्रशान्त पनि रहेछ अब चाहिँ हामी चाहिँ लेक जोर्जमा गएर टक्क खान्छौँ बाँकी चाहिँ भिडियो त्यहाँ हेरौँला है त हामी चाहिँ आइयो है फाइनल्ली त होइन यो सानो पार्ट कहाँ आइयो यो के लेक जोर्जमा बवाल सनराइज भइरहेको थियो है तर सनसेट जस्तो देखिएको तर सनराइज कस्तो बवाल देखिएको हेर न वहाँ हेर न कस्तो त्यो होराइजन कस्तो बवाल देखेको क्यामेरामा कति क्याप्चर हुन्छ थाहा छैन तर है ठ्याक्क आएर ल हामी अब एक लट यहाँ टक्कला चिया खान्छौँ चट्टला चिया खाएर अनि जानुपर्छ अब त भोक लाउन लागिसक्यो ल हेलो बल देखेछ त सिन त ल ढोका खुल्लै छ बवाल भइरह टाइम चाहिँ कति भइसक्यो 7:49 आज हाम्रो हिँड्ने प्लान हाम्रो कति बजी गाइस 5 बजे 5 बजे उठेर 6 बजे चाहिँ निस्किसक्ने प्लान थियो 7:30 बजे हामी त चाँडै आएको थियौँ एक दुईजना छन् यहाँ होइन क्या हामी चाँडै गएको थियौँ एक दुईजना छन् यहाँ 5 चोटि ड्रेस फेर्ने र फेराउने एक दुईजना छन् यहाँ 5 चोटि ड्रेस फेर्ने र फेराउने त्यही भएर ल हामी यहाँ पुरा नेपाली स्टाइल चिया पफ ओहो यो चाहिँ हाम्रो मायाको स्पेसल प्लान हो थर्मसमा चिया सर्भ गर्ने ओहो यो त जाडोमा तातो चिया चुटाउनै नहुने कुरो
One eternity later. भनेसी आफ्नै गाममा नि चिनेनन् मलाई। त्यहाँ चाहिँ ब्ल्याक स्प्रिङ ल्याएको छ, एरिया चाहिँ ब्ल्याक स्प्रिङ, तर यो स्पेसल एरिया चाहिँ यो मात्र ठाउँ चाहिँ सुटर्स हिल्समा आएको छौँ। अनि अगाडिको रोड चाहिँ सुटर हिल्स रोड हो। यो चाहिँ अब लास्ट टाउन नै भनौँ, के अरे कस्तो प्रोनाउन्सिएट गर्नु नि गाह्रो छ यार। अबे जल्दी बोल, कल सुबह पनवेल निकल। कनाङ्ग्रा होइन कनाग्रा KNAN छ, तर प्रोनाउन्सिएट चाहिँ कनाग्रा छ। कनाग्रा बोइड नेसनल पार्क भन्दा चाहिँ अगाडिको चाहिँ लास्ट टाउन हो। यहाँबाट एराउन्ड 1 आवर जति अझै स्टिल ड्राइभ छ होला, त्यसपछि हामी त्यहाँ पुगिन्छ। आज चाहिँ एकदम बवाल छ वेदर चाहिँ होइन, चिसो छ, वेदर राम्रो छ। हामी चाहिँ फाइनल्ली त्यहाँ गाडी पार्क गर्न सफल भएका छौँ। कैसा लगा मेरा मजाक? हामी चाहिँ अहिले कनाग्रा बोइड नेसनल पार्कमा आएको छौँ, आइपुगिसक्यौँ। अनि अहिले हामी चाहिँ फर्स्ट भिजिट चाहिँ कनाग्रा वाल्स गर्दैछौँ। ठ्याक्क ब्लू माउन्टेनमै पर्छ यो, तर नेसनल पार्कमा नि पर्छ। खै गाइजहरूले मलाई एक्लै छोडेर के गफ गर्दैछन्। पहिला चाहिँ हामी कनाग्रा वाल्स हेर्न जान्छौँ, त्यसपछि हामी चाहिँ कलाङ फल्स हेर्न जान्छौँ। कलाङ फल्स चाहिँ यहाँबाट फेरि 5 मिनट अगाडि गएर आगो बाटो फर्केर त्यहाँबाट फेरि लेफ्ट लिएर जानुपर्ने हुन्छ। अनि एराउन्ड अप एन्ड डाउन 30 मिनटको छ होला। यताको चाहिँ कनाग्रा वाल्स चाहिँ एराउन्ड त्यही 30 मिनटकै छ होला रिटर्न। सो अब चाहिँ हामी चाहिँ अलमोस्ट रेडी भएको छौँ। सानो भ्यूहरू इन्जोय गरौँ, जाउँ। गाइजहरूलाई केही भन्न छ? गजब बेइज्जती है। जाउँ त्यसो भए। मूर्ति भएर हा गर्दै बस्छ यार। अनि यो बाटो आएको अफरोड नै थियो। ए गाडीको हालत खै अँधेरो देखिन्छ त। गाडीको हालत पुरै ध्वस्त छ। अनि नेपालको जस्तै यहाँ कुटी पनि रहेछ। खै त्यहाँनिर म्याप होला, म्याप चाहिँदैन हामीलाई। ल अब हामी सट्ट लगेर ल हेर्दा फेरि जाने बाटो चाहिँ यहाँबाट जस्तो छ के? अनि ठिकै छ, हाम्रो फेस पनि आउँछ। ए गाइजहरू यहाँ पोज दिनलाई तयार छन्। यो लुकआउट वक चाहिँ लुकआउट वक चाहिँ 30 मिनट रिटर्न। कलाङ्ला फल्स त्यसपछि हामी जान्छौँ 1 आवर रिटर्न। ओहो प्यारी समझ गई। पहिला फल्स जाने त, फल्स हामी त्यसपछि चाहिँ जाउँ होला। पहिला फल्स जाउँ न त। सोच राम्रो छ एकदम। आजको दिन चाहिँ एकदम कस्तो रमणीक है। धेरै गर्मी पनि छैन, जाडो पनि। कस्तो अचम्मको बुटो रहेछ त। सो 1 आवर वाक। हाम्रो यहाँ पुरा गीत गायन कार्यक्रम भइरह। यहाँबाट चाहिँ लुकआउट चाहिँ लेफ्टतिर हो भने प्लाटु वाक लेफ्ट। हामी चाहिँ कलाङ फल्स, यो पनि लेफ्ट नै जानु पऱ्यो। हामी पनि यतै जानु पऱ्यो, दुइटै यतै रहेछ लुकआउट र कलाङ फल्स। यहाँ पुरा सन लोसन लाउने कार्यक्रम भइरहेछ। साउन्ड बढाउनु, साउन्ड बढाउनु है।
साउन्ड बढाउनु साथी नाइस दिल साथी तिमीलाई त पोर्टरै बनाइदिएछ नि हामी चाहिँ गीत सुन्दै चट्टा लाएर सानो JBL पोर्टेबलमा साथीले कम्मरमा पटुकी भिड्छिन् यिनले कम्मरमा JBL क्लिप भिरेकी छिन् ओए नाइस होइन गीत नाइस भनेको कहाँ आइच आउँछ अरे साथी नयाँ टिक पास तिमी पनि पास माइनी पास जुनेली जुनकेरी 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 कता जुनकेरी उइ 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 ऊ तर यहाँबाट होइन क्या हेर्ने त्यो हामी जाने त्यहाँ हो अहिले हामी चाहिँ यहाँ फेरि अर्को इन्टरसेक्सन जस्तोमा आइसक्यौँ यहाँबाट बाटो छुट्टिएको छ अब यहाँबाट हामी जाने सिधै कलङ फल्स अनि राइटमा जाने कनाङ्ग्रा लुकआउट सो पहिला चाहिँ कनाङ्ग्रा लुकआउटमा जाउँ कनाङ्ग्रा वाल्स हेर्नलाई ल गाइज आऊ 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 लिटरली ओ माई गड चस्मा खोलेर हेर्नुपर्ने भ्यू छ यता यार बब्बाल वाउ सिम्पली वाउ यार यता हेर नि त डाँडाहरू है हामी चाहिँ यहाँ टक्क दुईजनाले ड्रोन उडाउन लागिरहेको छौँ सट्ट लाएर मेरो चाहिँ एउटा फुल ब्याट्री युज गरौँ ल हामीले चाहिँ उडाउनलाई उडाउँ होम पोइन्ट अपडेट गरौँ ल म त उडाएँ अब 3, 2, 1 ल सिनेमेटिक हेर्न रेडी हो ल हेर्दै त देखाउ न मलाई देखाउ न भिडियो अब सिनेमेटिक हेर्न रेडी है त 3, 2, 1 गो So we are here. So अब हामी यहाँबाट भ्याएर अब चाहिँ हामीले यहाँबाट हल्का सिनेमेटिक सिन लियौँ अब यहाँबाट भ्याएर हामी तल कालिङ फल्समा जान्छौँ अनि त्यसपछि we should be good.
सो अब चाहिँ हामी 1 आवर रिटर्न छ हाफ आवर तल झर्न 15 मिनेट होइन त्यही भन्ने जस्तो लाग्छ होइन सो अब चाहिँ हामी यहाँबाट वाटरफल वाक जान्छौँ यस बेबी सो बवाल ठाउँ छ खिटकेरी त्यही होला जान 15 मिनट फर्किँदा 45 मिनट साथी हाफेर होइन जान 15 मिनट फर्किँदा 45 मिनट सो भेरी गुड है त्यही अब हाम्रो नेपालको गाउँघरतिर हिँडे जस्तो भयो त्यो त ठ्याक्क त्यस्तै फिलिङ आयो तर हल्का बाटोलाई काटसाट ठोकेर राम्रो बनाएको छ द्याट्स इट सो असम्मको फिल चाहिँ राम्रै छ के भयो मायालु ए भिडियो खिच्न लाग्यो ओके स्पिकर सन्ध्यासँग अन गरिदेऊ सिक्कल हालेर आएको साथी ए यहाँबाट पनि सही छ त भ्यू है बवाल ठाउँ छ वाउ आहा ठाउँ चाहिँ बवाल छ बवाल यहाँबाट हामी चाहिँ त्यहाँ जाने षड्यन्त्र गर्नुपर्छ कसरी हुन्छ बवाल लाग्यो ठाउँ चाहिँ एकदम रिल्याक्सिङ एकदम चिल भाइब सो ल हामी चाहिँ यहाँ हल्का पानीमा नुहाएर साथी पानीमा नुहाएर भन्नु पर्यो नुहाएको त छैन पानीमा हल्का जलपन गरेर पानीमा जो चाहिँ पानीमा पसेको छैन 20 रुपैयाँ काट त्यसका वेटिङ साथीमा पानीमै नपसेको भए चाहिँ अब हामी एकदम राम्रो क्वालिटी टाइम स्पेन्ड गरेर पिस टाइम क्वालिटी टाइम भन्दा पिस टाइम नेचरसँग रमाएर त्यसपछि हामी चाहिँ फेरि फर्किँदैछौँ अब चाहिँ हाम्रो एकैछिन स्ट्रगलको बाटो आउँदैछ किनभने हल्का भोक लाग्छ अनि बाटो छ पुरै ठाडो सो माथि गएर खाजासाजा खाने त्यसपछि हल्का रिल्याक्स गर्ने त्यसपछि फेरि अर्को केही भ्यू पोइन्ट छ त्यसमा हेर्न जाने केप जाने भनेको केप त बन्द भइसकेको छ यो इयरको लागि नै बन्द भयो सो त्यही नै हो एकदम ठाउँ छ स्पेसली सिडनी बस्नेहरूको लागि चाहिँ अलि नजिक छ कि क्यानबेरा भन्दा एराउन्ड 2.5 आवर फ्रम सिडनी 2 आवर 45 मिनट फ्रम सिडनी अनि क्यानबेराबाट चाहिँ 3 आवर्स 45 मिनट सो रियली गुड प्लेस है जो पनि मान्छे एराउन्ड क्यानबेरा सिटी हुनुहुन्छ डेफिनेटली अ गुड प्लेस टु भिजिट हाइली रेकमेन्डेड सो द्याट्स अल अनि अर्को रहस्यको कुरा सायद टाइम ल्याप्समा पनि छ होला हामी बाटोमा आउने बेला चाहिँ डियर देखेको थियौँ है बाटोमा डियरले ठ्याक्कै क्रसिङ गरिरहेको थियो टाइम ल्याप्स पनि मैले खिचेँ जस्तो लाग्छ त्यसमा छ भने म हाल्छु अनि किनभने यो कनाङ्ग्रा नेसनल पार्क हो नि त त्यही भएर चाहिँ एकदमै धेरै भेराइटी अफ एनिमल्स देख्न पाइएको थियो 3 छ तर देख्न चाहिँ हामीले 3टा कुरा पाइयो फक्स त होइन हौ डियर अनि खै एउटा युनिक बर्ड थियो अनि एउटा कङ्गारू पनि अर्को स्पेसल खालको कालो टाइपको कङ्गारू थियो गाइजहरूले यहाँ पुरै मेरो कुरा काटिरहेछन् ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ दामी सो अब चाहिँ
एकैछिन म्युजिक सुन्दै हिँड्छौँ त्यो भिडियो चाहिँ हाल्नुहुन्न कपिराइट लाग्छ अब चाहिँ हामी माथि गएर खाजा खाने बगाल ठाउँ आउँदैछ एभरेस्ट चाहिँ चढ्न लाग्छ छ त अब चाहिँ हामीले यहाँ टक्क लाएर चटपट बनाउने हल्का खाने रेस्ट गर्ने त्यसपछि जाने बसेर खानालाई त होला नि सो वी सुड बी गुड तिनीहरूले ब्लग बनाउँदो रहेछ त्यो भएर चाहिँ क्यामेराले बनाइरहेको थिएँ ल चटपटै हुन रहेछ अनि यहाँ बबाल टोस्टी पनि भयो है ल बबाल ठाउँ आइरहेको ल यसलाई काटिहाल त अनि एक प्लट खाइदिउँ जेट छ मजा आएको चिसो कोक विथ टोस्टी बबाल चिसो छ One eternity later. ल अब चाहिँ हामीले सब खाएर आनन्दले होइन हामीले सफा पनि गरिसक्यौँ है चट्ट लाएर सफा चाहिँ अलवेज गर्नुपर्छ अब हल्का प्याक गर्ने त्यसपछि अब चाहिँ फर्किनु पर्ने भयो टक्क लाएर फर्किने अब फर्किने बाटो त सेम नै हो के देखाउने है तर बिच बाटोमा हल्का राम्रो भ्यू छ भने त्यहाँ रोकेर फेरि एक प्लेट रामिन सामिन पकाएर खाने विचार छ ल फाइनल्ली हामी चाहिँ क्यानबेरा आइसक्यौँ आजको डे पनि एकदमै बवाल थियो रमणीय यहाँ आउँदा 9 बजिसक्यो होइन अलिक टायर्ड फिल भयो तर रमाइलो चाहिँ एकदमै रमाइलो भयो हाइली रेकमेन्डेड हैन स्पेशली सिडनीको लागि नजिक हुन्छ सिडनीको लागि र क्यानबेरामा हुनुहुन्छ भने एकदमै रेकमेन्डेड ठाउँ हो एकचोटि जानुहोस् मौसम पनि बवाल छ ड्राइभ राम्रो थियो ड्राइभ पनि राम्रो तर लट्स अफ एनिमल देखियो नाइस लट्स अफ एनिमल नयाँ एनिमल देखियो डेयर देखियो कुन जग्गा थियो त्यसरी मरेको थियो नि देखियो अनि स्पेसली आज गएको हामी गएको ठाउँमा चाहिँ त्यसको स्पेसल कुरा के छ भने यदि त्यो हुस्सु लागेको बेलामा गयो भने चाहिँ हुस्सु चाहिँ तल आफू चाहिँ माथि देखिन्छ कि द स्के टाइपको छ बाजा त आज चाहिँ थिएन त्यस्तो डे तर इट्स अल राइट त एकदमै राम्रो थियो है एकदम रिल्याक्सिङ चिल सो होपफुल्ली सबैजनाले हाम्रो यो ब्लग इन्जोय गर्नुभयो होला गर्नुभयो भने लाइक गर्नु कमेन्ट गर्नु सब्सक्राइब गर्नु अनि केही केही सजेसन दिनुपर्ने छ भने कमेन्ट गर्नु कमेन्टले पनि हामीलाई इन्गेज गराइराख्छ प्लस सपोर्ट पनि दिन्छ सो टिल नेक्स्ट ब्लग बाई बाई एभ्रिवान गुड नाइट फर गुड नाइट पिपल एन्ड मर्निङ फर मर्निङ पिपल है बाई बाई